गाइस आज चाहिँ हाम्रो भाइलाई चाहिँ मैले बडी बिल्डिङको 7 पोज सिकाउन गइरहेको छु। तपाईहरु पनि हेर्दिनु होला है त। 7 पोज फर्स्ट पोज नर्मल पोज है। फ्रन्ट ल टक्क यो भित्र छिराउने ठ्याक्क हल्का है। यहाँदेखि यो फ्रन्ट डबल बाइसेप हुन्छ है। फर्स्ट पोज फ्रन्ट डबल बाइसेप। कम अन लेट्स नाइस। यसलाई फ्रन्ट डबल बाइसेप भन्छ है। रिल्याक्स गुड। अब एनी साइड चेस्ट फ्लेक्स स्टिङलाई यसले प्लेस गर्ने देन यहाँदेखि स्क्विज गर्ने त्यसो मार्ने गुड। यसमा टाइट यो रिप्स फुल गर्ने यहाँ फ्रन्ट ल्याट स्प्रेड चेस्ट अप नाइस। यो धेरै यो नगर नाइस। ब्याक टेम्पो यसलाई चेस्ट अप नाइस नाइस। ब्याक डबल बाइसेप लेग्स दिस साइड यो नीलाई हातदेखि सोलो डाउन डाउन खोलो अलिकति खोलो नाइस। ब्याक डबल बाइसेप रिल्याक्स रन नर्मल ल ब्याक ल्याट स्प्रेड ग्लुटलाई टाइट। अब यसो गर्ने यहाँनिर हल्का यो देखिन्छ क्रिसमस ट्री भन्छ यसलाई चाहिँ नाइस। अब डाउन खोल्ने ल्याट खोल्ने 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 पुरै खोल्ने नाइस। अब चेस्ट अप यसलाई डाउन राइट गुड टाइट नाइस। एनी साइड ट्राइसेप लेग्स यो ट्याक्क देखियोस् है। फेल देखियोस् यो रिप्स यसलाई बल नगर्ने टाइट गर्ने रिप्स नाइस। थाई एन्ड एब्डोमिनल कन्ट्र्याक्सन लेग्स थाई र एब्डोमिनललाई चाहिँ टक्क यो चाहिँ यस्तो देखाएको छ है भाइ। यो यहाँनिर ट्याक्क यसलाई जोड्नु फु यो पनि टाइट गर्ने है। अब साइड लास्ट पोज एडिसनल पोज पनि भन्छ यसलाई मोस्ट मस्कुलर पोज पनि भन्छ है। ल लेग्स नाइस। थोरै गर्दा यो टाइट अगाडि नाइस। ल फोटो पनि खिचिन्छ।